कहिलेकाहीँ कसैले म तिमी बिना बाँच्न सक्दिनँ भन्छ। तर साँचो कुरा के हुन्छ भने ऊ कसैसँग पनि खेलिरहेको हुनसक्छ। आजको कथा यस्तै एउटा विषयवस्तुमा आधारित छ, जसले मायाको नाममा हुने घिनलाग्दो खेल र एउटी युवतीको आत्मसम्मानको लडाईँलाई चित्रण गर्छ। मेरो नाम प्रिया। आज म 27 वर्षकी भएँ। ऐनामा हेर्दा कहिलेकाहीँ आफ्नै आँखामा एउटा गहिरो शून्यता देख्छु। यो शून्यता कुनै अभावको होइन, यो त एउटा यस्तो धोकाको चोट हो जसले मेरो विश्वासको जग नै हल्लाइदियो। कथा स्कुलदेखि सुरु हुन्छ। म कक्षा 10 मा पढ्थेँ। ऊ मभन्दा 1 वर्ष सिनियर थियो। ऊ अर्थात् त्यो मान्छे जसको नाम लिन पनि अहिले मलाई घिन लाग्छ। सुरुमा त ऊ केवल एउटा चिन्जानको केटा थियो, तर बिस्तारै उसको पागलपन सुरु भयो। म स्कुल जाँदा बाटोमा कुरेर बस्ने, म ट्युसनबाट फर्किँदा पछि पछि आउने। उसले भन्थ्यो, प्रिया तिमी मेरो सास हौ, तिमीले नाइ भन्यो भने म मर्छु, म आफ्नो हात काटिदिन्छु। त्यति बेला म काँचो माटो जस्तै थिएँ। मलाई डर लाग्थ्यो। मलाई लाग्थ्यो कोही मान्छे मलाई कति धेरै माया गर्छ कि मेरो लागि मर्न पनि तयार छ। तर मैले उसलाई 2 वर्षसम्म स्वीकार गरिनँ। म आफ्नो पढाइमा ध्यान दिन चाहन्थेँ, तर उसले हरेक दिन हरेक रात मलाई मानसिक दबाव दिन थाल्यो। इमोसनल ब्ल्याकमेलिङ उसको सबैभन्दा ठुलो हतियार थियो। प्रिया, म आज पुलमा उभिएको छु, तिमीले मलाई मेसेज गरेनौ भने म हाम फाल्छु। एक दिन उसले साँच्चै आफ्नो हातमा सामान्य कोतरेर फोटो पठायो। म डराएँ। मलाई लाग्यो कतै मेरो कारणले कसैको ज्यान त जाँदैन। त्यही डर र अलिकति सहानुभूतिलाई मैले माया ठाने र 2 वर्षको उसको त्यो निरन्तरको टर्चरपछि मैले हुन्छ भनिदिएँ। सुरुका केही महिनाहरू सपना जस्तै थिए। उसले मलाई रानी जस्तै व्यवहार गर्थ्यो। उसले काम गर्दैनथ्यो, सधैँ बेरोजगार हुन्थ्यो, तर गफ चाहिँ ठुला ठुला गर्थ्यो। प्रिया, म तिम्रो लागि संसार बदलिदिन्छु। म अलिकति स्ट्रगल गर्दैछु, तर हाम्रो भविष्य उज्जवल छ। मैले उसको बेरोजगारीलाई कहिले पनि समस्या मानिनँ। मलाई लाग्यो माया भए पुग्छ, पैसा त कमाउँदै गरिएला। म आफ्नै करियरमा अगाडि बढ्दै थिएँ। मलाई लाग्थ्यो म उसको सहारा बन्नुपर्छ। उसले मलाई सधैँ भन्थ्यो, तिमी बाहेक मेरो जीवनमा कोही छैन। मेरा बाबुआमाले पनि मलाई बुझ्दैनन्, साथीहरूले साथ दिँदैनन्, केवल तिमी नै हो मेरो सहारा। तर मलाई के थाहा, यो त मलाई उसको जालमा फसाउने एउटा मास्टर प्लान मात्र थियो। उसले मलाई बिस्तारै मेरा साथीहरूबाट टाढा बनाउन थाल्यो। त्यो साथीसँग नबोल, त्यसको नियत ठिक छैन, उसले भन्थ्यो। मलाई लाग्थ्यो ऊ मेरो केयर गर्दैछ, तर वास्तवमा ऊ मलाई आइसोलेट गर्दै थियो ताकि मैले उसको बाहिरी संसारको बारेमा केही थाहा नपाऊँ। हाम्रो सम्बन्ध 5 वर्षको भइसकेको थियो। बिहेको कुरा चल्न थालेको थियो। तर एउटा कुराले मलाई सधैँ झस्काउँथ्यो, उसको फोन। उसले आफ्नो फोन कहिले मेरो अगाडि अनलक गर्दैनथ्यो। बाथरुममा जाँदा पनि फोन साथमै लैजान्थ्यो। एक दिन उसको फेसबुकमा एउटा नोटिफिकेसन आयो। एउटी महिलाको मेसेज थियो, हाम्रो बच्चाले तिमीलाई मिस गरिरहेको छ। मेरो खुट्टा मुनिको जमिन भाँसियो। बच्चा? कुन बच्चा? मैले उसलाई सोधेँ। उसले हाँसेर टार्न खोजे, ए त्यो त मेरो टाढाको दिदी हो, जिस्केर त्यस्तो लेखे कि। तर मेरो मनले मानेन। मैले लुकेर उसको फेसबुक हेर्ने निर्णय गरेँ, तर उसले पासवर्ड चेन्ज गरिसकेको थियो। त्यसपछि मैले एउटा फेक अकाउन्ट बनाउने सोचेँ। एउटी अपरिचित युवती बनेर मैले उसलाई फ्रेन्ड रिक्वेस्ट पठाएँ। मलाई विश्वास थियो कि उसले एक्सेप्ट गर्ने छैन, तर विडम्बना। रिक्वेस्ट पठाएको 10 मिनटमा एक्सेप्ट भयो र उताबाट मेसेज आयो, हाई सुन्दरी, तिमी त कति क्युट रहेछौ। त्यो क्षण मेरो मुटुमा हजारौं सियोले रोपे जस्तै भयो। जुन मान्छेले मलाई म तिमी बिना मर्छु भन्थ्यो, उसले एउटी अपरिचित केटी देख्ने बित्तिकै फ्लर्ट गर्न सुरु गरिसकेको थियो। मैले त्यो फेक आइडीबाट उसँग कुरा गर्न थालेँ। 2 दिनमै उसले मलाई भन्यो, म त सिंगल छु, एउटी केटीले मलाई साह्रै टचर दिएकी छे, म उसलाई छोड्न चाहन्छु, तर ऊ मर्न खोजे। मलाई तिमी जस्तै बुझ्ने मान्छे चाहिएको छ। म छाँगाबाट खसे चाहिँ भएँ। म मर्न खोज्ने, म उसलाई टचर दिने, जबकि सत्य त यो थियो कि उसले मलाई स्कुलदेखि नै मर्न डराएर आफ्नो बनाएको थियो। त्यसपछि मैले अझ गहिरो अनुसन्धान गर्ने निर्णय गरेँ। मैले उसको फ्रेन्ड लिस्टमा रहेका केही युवतीहरूलाई मेसेज गरेँ र जे कुरा बाहिर आयो त्यसले मलाई विक्षिप्त बनायो। मैले एउटी विवाहित महिला भेटेँ। उनले रोँदै भनिन्, उसले मलाई मेरो श्रीमानसँग डिभोर्स गर्न लगायो। उसले भन्यो कि ऊ मलाई बिहे गर्छ। मैले उसका लागि आफ्नो घर बर्बाद गरेँ, तर अहिले उसले मेरो फोन उठाउँदैन। यति मात्र होइन, जापानमा बस्ने एउटी केटीसँग उसको अर्कै कहानी रहेछ। उसले त्यो केटीलाई मलाई बाहिर जान पैसा पुगेन, म जापान आएर हामी सँगै बस्नेछौँ भनेर लाखौं रुपैयाँ ठगेको रहेछ। उसको एउटा डायलग,
सबैका लागि एउटै थियो, तिमी नपाए म मर्छु। उसले सबैलाई एउटै सपना देखाउँथ्यो, तर उसको उद्देश्य केवल पैसा र शरीरको भोग थियो। मलाई अब चुप बस्नु थिएन। मेरो 5 वर्षको लगानी, मेरो भावना, मेरो विश्वास सबै खरानी भइसकेको थियो, तर मलाई त्यसको बदला लिनु थियो। मैले उसलाई एउटा कफी सपमा बोलाएँ। ऊ सधैँ झैँ ढिलो आयो, अनुहारमा त्यही झुटो मुस्कान लिएर। सरी बेबी, अलि बिजी थिएँ, तिमीलाई थाहै छ नि म तिम्रो लागि कति काम गर्दैछु। उसले मेरो हात समात्न खोज्यो। मैले उसको हात झट्कारी दिएँ। मैले आफ्नो फोन निकाले, मसँग भएका ती सबै स्क्रिनसटहरू अगाडि राखिदिएँ। ती विवाहित महिलाको रुवाई, जापानको केटीसँगको ट्रान्जेक्सन हिस्ट्री र मेरो फेक आइडीसँग उसले गरेका नग्न कुराहरू। उसको अनुहारको रङ एकैछिनमा निलो कालो भयो। केही बेर त ऊ अकमक्क पर्यो, तर लगत्तै उसले आफ्नो अन्तिम हतियार निकाल्यो। प्रिया, यो सबै झुट हो। कसैले मलाई फसाउन खोज्दैछ। म तिमी बिना मर्छु। म अहिले नै गएर विष खान्छु। मैले जोडले टेबल ठोकेँ। कफी सपका सबै मान्छेले हामीलाई हेर्न थाले। मर्न जान्छौ? जाऊ, अहिल्यै जाऊ, मैले चिच्याएर भने। तर मर्ने नाटक गर्नु अघि ती सबै केटीहरूको जिन्दगी फिर्ता दिएर जाऊ, जसलाई तिमीले बर्बाद गर्यौ। तिमीलाई लाग्छ म फेरि तिम्रो यो इमोसनल ड्रामामा फस्छु? तिमी मायाको म पनि बुझ्दैनौ। तिमी त एउटा मानसिक रोगी हौ, जसलाई अरूको भावनासँग खेल्न आनन्द आउँछ। ऊ अझै पनि म्यानुपुलेट गर्न खोज्दै थियो। हेर प्रिया, म बेरोजगार छु नि त, त्यसैले अलिअलि पैसाको लागि उनीहरूसँग बोलेको। चुप लाग, मैले उसको गालामा एउटा जोरदार थप्पड हाने। बेरोजगारीको बहानामा कसैको सिन्दुर पुस्ने अधिकार कसले दियो तिमीलाई? बेरोजगारीको नाममा कसैको सपना लुट्ने अनुमति कसले दियो तिमीलाई? तिमी एउटा परजीवी हौ, जो अरूको रगत चुसेर बाँच्छौ। म त्यहाँबाट निस्किएँ। बाहिर पानी परिरहेको थियो। मेरा आँखाबाट आँसु होइन, आक्रोश बगिरहेको थियो। मलाई आफै प्रति रिस उठिरहेको थियो कि मैले किन 5 वर्षसम्म यो अपराधीलाई चिन्न सकिनँ। तर बिस्तारै एउटा कुराको महसुस भयो। गल्ती मेरो थिएन, म त साँचो थिएँ, म त प्रेममा थिएँ। गल्ती त उसको थियो, जसले मेरो प्रेम जस्तो पवित्र शब्दलाई एउटा हतियार बनायो। त्यो रात म धेरै रोएँ, तर त्यो रुवाईमा कमजोरी थिएन। त्यो रुवाईमा एउटा ठूलो भारी विसर्जन भएको अनुभव थियो। मैले उसलाई मेरो जीवनबाट मात्र होइन, मेरो मस्तिष्कबाट पनि ब्लक गरिदिएँ। उसले धेरै प्रयास गर्यो, कहिले अर्कैको फोनबाट फोन गर्ने, कहिले घरको अगाडि आएर रुने, तर यसपटक मेरो मन ढुङ्गा भइसकेको थियो। मैले ती अरू पीडित केटीहरूसँग पनि कुरा गरेँ। हामीले मिलेर उसलाई प्रहरीमा उजुरी दिने निर्णय गर्यौं। उसको ठगी र म्यानुपुलेसनका प्रमाणहरू हामीसँग प्रशस्त थिए। जब पुलिसले उसलाई समात्यो, उसको त्यो म तिमी बिना मर्छु भन्ने स्वर कतै हराएको थियो। ऊ केवल आफ्नो ज्यान जोगाउन हार गुहार गरिरहेको थियो। माया भनेको कसैलाई प्रयोग गर्नु होइन, माया भनेको त कसैको अस्तित्वलाई सम्मान गर्नु हो। यदि कसैले तपाईलाई तिमी नभए म मर्छु भनेर दबाब दिन्छ भने बुझ्नुस् त्यो माया होइन, त्यो एउटा मानसिक पासो हो। साँचो प्रेमीले तपाईलाई स्वतन्त्रता दिन्छ, डर होइन। आज म स्वतन्त्र छु। मलाई कसैको म्यासेजको प्रतीक्षा छैन, मलाई कसैको झुटो कसमको आवश्यकता छैन। मैले बुझेँ कि संसारमा सबैभन्दा ठूलो धोका आफ्नै भावनामाथि विश्वास गर्नु रहेछ, जब अगाडिको मान्छे मुकुण्डो लगाएर बसेको हुन्छ। मैले उसलाई माया गरेकी थिएँ, तर उसले मलाई खेल बनायो। तर आज म आफैलाई फिर्ता पाउन सफल भएकी छु। यदि तपाईहरुलाई यो कथा मन पर्यो भने यो भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। के तपाईको जीवनमा पनि यस्तै कुनै घटना घटेको छ? कमेन्टमा आफ्नो विचार पक्कै लेख्नुहोला।